Hello everyone, it's me Sujita Yadav and welcome to my YouTube channel. देख्न सक्नुहुनेछ मेला लागिरहेछ। मेला हेर्न जानुपर्ने छ। अब मेलासिला हेर्ने अनि फेरि के कस्तो हुन्छ दर्शन गर्ने अनि फेरि आउने। तपाईहरुले देखाइहाल्छु। यहाँ हेर्नु है धनिया रोपेको। धनिया सनिया रोपेछ। खासै त देखिया छैन हौ। हल्का हल्का देखिया छ। अनि तपाईहरुले देखाइहाल्छु। A few moments later. यहाँ के बनाउँदै हुनुहुन्छ? सरुवा केको लागि? खानको लागि को आइरहेछ र यस्तो टन्नमा आएछ टन्ने टन्ने भन्नु पैदलमा आएछ के भनेको? पैदलमा मेला मेला लाग्छ खाना हुन्छ? खाना आउँछ अनि अरू तपाईँ घरमा को पाहुना आउँछ? नन्दा पाहुना नन्दाहरू नन्दा हुन्छ? फुपू आउनु लाग्छ भनेर यस्तो बनाइदिन्छन् हुन्छ फुपू आउँदैन तब के दाल भात? दाल भात मुख सुन्ने छ त किन? यता हेर्नु त यता हेर्नु त मम्मी यता हेर्नु न अहिले उठ्नु भयो हो? कन्फ्युज भएर म कतिखेर उठ्यो भनेर 5 बजे 5 बजी उठ्नु भयो बनाउनु परेन पकाउँदै बस्दै कुर्सीमा अनि उता गरेर जाने अचारिया जाने हो कहिले? 15 गते के गर्न जाने? आफ्नो घर के गर्न जाने? अनि के गर्न जाने? भोट दिन जाने भोट दिन जाने? भोट केमा? घन्टीमा दिने एकचोटि? A few moments later. गाइस देख्न सक्नुहुनेछ लास्टै भिड रहेछ यता हेर्न सक्नुहुनेछ म मम्मी ड्याडी आएको थिएँ साउनी कस्तो आइरहेछ है आवाज आइरहेछ यता लास्टै त्यसैले के बनाउनै सकिरहेको छैन यहाँ देख्न सक्नुहुनेछ मिठाई पाइन्छ यता त देख्न सक्नुहुनेछ गाइस हामी गइरह हो उतातिर पनि पुरै छ के त्यतैतिर गइरह हामी त्यहाँ त पुरै डान्सहरू पनि हुन्छ म हजुरलाई गएर देखाउने नै छु गाइस अनि देख्न सक्नुहुनेछ यतातिर राति यस्तो छ नि घरहरू बनाछ नि तिरपालले यहीँ बस्छन् के रातभरि यिनीहरू यहीँ बस्छन् अनि त्यहाँ भजन कीर्तनहरू पनि हुन्छ अनि फेरि डान्स हुन्छ तिनीहरू गर्दै बस्छन् खान्छन् बस्छन् रमाइलो गर्छन् अनि देख्न सक्नुहुनेछ हामी गइरहौँ त्यो बाबाजीहरू हुन्छ नि त्यहाँ तिनीहरूलाई चामलहरू दक्षिणाहरू दिनुपर्छ क्या अनि त्यही हामी दिन गइरहौँ अनि त्यहाँ गएर हजुरहरूलाई देखाइहाल्छौँ यहाँ देख्न सक्नुहुनेछ चामल कति धेरै हुन्छ यिनीहरू वर्षमा एकचोटि आउँछन् क्या गाइस अनि हामी पनि यतै थियौँ त्यता धनसातिर अनि गएको घुमेर दर्शन सर्शन गरेर आएको देख्न सक्नुहुनेछ यतातिर डान्स नि हुन्छ म हजुरलाई देखाइहाल्छु गएर उ साइडमा हुन्छ क्या अनि म हजुरलाई देखाउँछु देख्न सक्नुहुनेछ तर यहाँ बोल्न पनि सकिनँ है लाउड स्पिकर कस्तो आवाज आइरहेछ है बुझिँदै नबुझिने यहाँ हेर्नु सक्नुहुनेछ यी कस्तो आवाज आइरहेछ यहाँ डान्स गर्छन् अनि रातिको बेला भजन कीर्तनहरू पनि हुन्छ अनि तपाईलाई यो भिडियो के कस्तो लाग्यो र म अब यो भिडियो इन्ड गर्न चाहन्छु थ्याङ्क यू सो मच एभ्रीवान फर वाचिङ माई ब्लग बाई एभ्रीवान गाइज